ल गुड मर्निङ क्लास। आज हामी सेकेन्ड पार्ट लिएर आएछौँ फार्मेसीबाट। यो चाहिँ लोकसभाको लागि इम्पोर्टेन्ट हो। ल हामी डाइरेक्टै सुरु गरौँ फार्माकोलोजीबाट। यो चाहिँ कसको लागि इम्पोर्टेन्ट हो? एचए स्टार्टनर एनियम र एएचडब्ल्यूको लागि छ। यो हेल्थ सेक्टरको लागि इम्पोर्टेन्ट छ। हेल्थ सेक्टर हामी पहिला हिजो हामी 10वटा डिस्कस गरेको थियौँ गोल्डन पोइन्ट। आज हामी 10वटा गोल्डन पोइन्ट हेर्छौँ। यो गोल्डन पोइन्ट हो। गोल्डन पोइन्ट योको लागि फोर हेल्थ लोक सेवा। बीबी भनेको ब्लड ब्रेन बेरियर। ब्लड ब्रेन बेरियर केमा आउँछ? इन फार्माकोलोजी। इन फार्माकोलोजी यो केसँग रिलेटेड छ? इज रिलेटेड टु डिस्ट्रिब्युसन। एग्जाममा ब्लड ब्रेन बेरियर इन फार्माकोलोजी इज रिलेटेड टु आयो भने आन्सर के हुन्छ? डिस्ट्रिब्युसन हुन्छ। अब सेकेन्ड पोइन्टमा मोड of action of NSAID is inhibit the COX. COX means cyclooxygenase. NSAID को एक्सन के हो? मोड अफ एक्सन के हो? इनहिबिट कॉक्स। कॉक्सो साइक्लोऑक्सिजिनेसलाई के गर्छ? स्टप गर्छ, इनहिबिट गरिदिन्छ। त्यस्तै mechanism of action of penicillin, mechanism of action of penicillin and cephalosporin are inhibits cell wall synthesis. पेनिसिलिन र सेफालोस्पोरिन को मोड अफ मेकानिजम अफ एक्सन के हो? एक्सन के हो भनेको इनहिबिट सेल वाल साइन्थेसिसलाई के गर्छ? यसले स्टप इनहिबिट गरिदिन्छ। साइड इफेक्ट अफ मेट्रोनाइडाजोल के हो? साइड इफेक्ट अफ मेट्रोनाइडाजोल साइड इफेक्ट्स of metronidazole is metallic state. मेट्रोनाइडाजोल को साइड इफेक्ट के हो? मेटालिक स्टेट हो। अब मेट्रॉन र अल्कोहल do not take in impurity stomach.
अल्कोहल र मेट्रनलाई इम्पिटी स्टकमा कहिले लिनु हुँदैन, डु नट टेक इन इम्पिटी स्टकमा। इनहिबिट एल्थाइरेसिस, मोड अफ एक्सन अफ एनास्थेटिक इनहिबिट द कक्स डिस्ट्रिब्युसन। अब मोस्ट पावरफुल एंटी ट्यूबर ड्रग इज मोस्ट powerful anti-tuber drug is सबैभन्दा पावरफुल एन्टिट्युबर ड्रग टिभी मात्र ड्रग दिन्छ क्या, त्यो के हो? आइसोनाइजिन। त्यस्तै स्लिप इन्ड्युसिङ ड्रग के हो? स्लिप इन्ड्युसिङ ड्रग इज hypnotics हो। त्यसले choice of drug for epilepsy, queen of medicine कसलाई भन्छ? ड्रग को रानी भनेर कति भनेको पेनिसिलिन। क्वीन अफ ड्रग इज पेनिसिलिन। किनभने यो सबैभन्दा आधारित त्यो क्लिनिकल युज भयो, त्यही भएर यो के क्वीन अफ मेडिसिन इज पेनिसिलिन। अनि सबै मेडिसिन जति एन्टिबायोटिक छ नि त्यो सबै पेनिसिलिनबाट बनेको छ। वन्डरफुल ड्रग भनेर कसलाई दिन्छ? वन्डरफुल ड्रग भनेर कसलाई चिनिन्छ? वन्डरफुल ड्रग भनेको ORS ओरल डिहाइड्रेसन सोल्युसन। र ORS यदि ORS लाई प्याकेटबाट खोल्दियो भने ORS can be used within 24 hours after delivery। ORS लाई प्याकेटबाट खोलेर त्यसलाई यदि रिजर्भ गरिदियो भने यो 120 घण्टाको भित्रैमा नै सगाइदिनु पर्छ वा युज गर्नुपर्छ के, मतलब यो खराब हुन्छ। यो त्यसपछि यो युज गर्नु हुँदैन। विदिन बेस्ट एंटीसेप्टिक solution is 70% alcohol solution। Best antiseptic solution is 70% alcohol solution। Prevention of disease by कुनै डिजिजलाई प्रिभेन्सन गर्ने। प्रिभेन्सन अफ डिजिज कुनै डिजिजलाई प्रिभेन्सन गर्ने कसरी प्रिभेन्सन गर्ने? बाई मेजर कुनै मेथड एप्लाई गरेर, प्रिभेन्टिभ मेजर एप्लाई गरेर, मास्क लगाएर, ग्लोभ्स लगाएर, के भन्छ रे त्यो प्रिभेन्सन गरेर के। प्रिभेन्सन अफ डिजिज बाई प्रिभेन्टिभ मेजर इज कल्ड। कुनै डिजिजलाई हामी कुनै मेजर एप्लाई गरेर प्रिभेन्ट गर्यो भने त्यसलाई के भन्छ? प्रोफिल्याक्सिस। र कुनै डिजिजलाई हामीले ड्रग खाएर ड्रग एप्लाई गरेर ठिक गर्यो भने त्यसलाई के भन्छ? केमोप्रोफिल्याक्सिस।
prevention of disease by using the verb is called chemotherapy.